हेलो एन्ड नमस्ते साथीहरू, सम्पूर्ण साथीहरूलाई आजको यस नयाँ भिडियोमा स्वागत छ। र आजको यस भिडियोमा चाहिँ म तपाईँहरूलाई गण्डकी प्रदेशको चाहिँ 5औं तहको चाहिँ अप्राविधिक तर्फको चाहिँ सिलेबसको बारेमा जानकारी गराउँदैछु। र आजको यस भिडियोमा चाहिँ म तपाईँलाई फर्स्ट सेकेन्ड थर्ड पेपरकै सिलेबसको बारेमा जानकारी गराउँदैछु। र यहाँनिर देख्न सक्नुहुन्छ यो चाहिँ फर्स्ट पेपरको सिलेबस रहेको छ। र 5औं तहमा चाहिँ फर्स्ट सेकेन्ड थर्ड गरेर 3वटा पेपर हुन्छ गण्डकी प्रदेशमा चाहिँ। र 3वटा पेपरमध्ये चाहिँ फर्स्ट पेपर रहेको छ। यहाँनिर देख्न सक्नुहुन्छ प्रदेश प्रशासन सेवा तथा स्थानीय प्रशासन सेवा एकीकृत समूह 5औं तह अप्राविधिक तह भनेर देख्न सक्नुहुन्छ। र खुल्ला प्रतियोगितात्मक परीक्षाको चाहिँ पाठ्यक्रम भनेर देख्न सक्नुहुन्छ। र पाठ्यक्रमको रूपरेखा भनेर देख्न सक्नुहुन्छ संयुक्त र एकीकृत परीक्षा प्रणाली भनेर हुन्छ। त्यसै गरी यहाँनिर रहेको छ भाग 1 मा चाहिँ लिखित परीक्षा हुन्छ र भाग 2 मा चाहिँ अन्तिम चरण भनेर चाहिँ दुईटा हुन्छ। र भाग 1 मा लिखितमा चाहिँ के हुन्छ भन्दा प्रथम चरण र द्वितीय चरण हुन्छ। प्रथम चरण 100 मार्क्सको हुन्छ, द्वितीय चरण चाहिँ 200 मार्क्सको हुन्छ। भन्नुको मतलब यो चाहिँ प्रथम चरण भनेको चाहिँ तपाईँको जिके र आइक्यू रहेको छ फर्स्ट पेपर। त्यसै गरी द्वितीय चरण भनेको चाहिँ रिटर्न पेपर रहेको छ तपाईँको सेकेन्ड पेपर र थर्ड पेपर भनेर बुझ्नु होला। र अन्तिम चरण भनेको चाहिँ तपाईँहरूको इन्टरभ्यू भनेर बुझ्न सक्नुहुन्छ, कम्प्युटर टेस्टहरू रहेको छ। अब यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ परीक्षा योजना भनेर देख्न सक्नुहुन्छ। परीक्षा योजना अन्तर्गत चाहिँ फर्स्ट पेपरमा चाहिँ तपाईँको जिके र आइक्यूमा चाहिँ देख्न सक्नुहुन्छ सामान्य ज्ञान र सामान्य बौद्धिक परीक्षण हुन्छ र 100 मार्क्सको हुन्छ। तपाईँको 45% चाहिँ पास मार्क हुन्छ र 50वटा क्वेसन आउँछ 2 मार्क्सका दरले। र तपाईँको टाइम भनेको चाहिँ 45 मिनट हुन्छ यो फर्स्ट पेपरको लागि देख्न सक्नुहुन्छ। त्यसै गरी यहाँनिर रिटर्न पेपरको लागि रहेको छ। रिटर्न पेपरको लागि भनेको चाहिँ यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ लिखित परीक्षा भनेर देख्न सक्नुहुन्छ, रिटर्न इक्जाम भनेर देख्न सक्नुहुन्छ 200 मार्क्सको हुन्छ। र सेकेन्ड पेपर भनेको यसलाई द्वितीय भनेको सेकेन्ड पेपर भनेर बुझ्नु होला। सेकेन्ड पेपर भनेको चाहिँ तपाईँको समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापन भनेर देख्न सक्नुहुन्छ, जसमा चाहिँ 100 मार्क्सको हुन्छ। र पूर्णाङ्क भनेको पास मार्क भनेको चाहिँ 40 रहेको छ। र यहाँनिर चाहिँ 14वटा क्वेसन चाहिँ 5 मार्क्सको दरले आउँछ र 3टा क्वेसन चाहिँ 10 मार्क्सको दरले आउँछ र यति एउटा 100 मार्क्सको आउँछ। र तपाईँको टाइम भनेको चाहिँ 2 घण्टा 30 मिनट हो सेकेन्ड पेपरको लागि। त्यसै गरी थर्ड पेपरको लागि यहाँनिर देख्न सक्नुहुन्छ थर्ड पेपरको लागि चाहिँ तपाईँको सेवा समूह सम्बन्धी भनेर चाहिँ टपिक रहेको छ। र यहाँनिर चाहिँ 100 मार्क्सको हुन्छ र पास मार्क भनेको 40% रहेको छ। छोटो र लामो भनेर चाहिँ क्वेसन आउँछ र सम्बन्धित पाठ्यक्रम वस्तु अनुसार हुन्छ र तपाईँको चाहिँ 2 घण्टा 30 मिनट हुन्छ। अब यहाँनिर तपाईँहरूलाई चाहिँ यहाँनिर देखाउन चाहन्छु र यति रहेको छ यो चाहिँ। त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ अब कम्प्युटर टेस्टको लागि चाहिँ यहाँनिर रहेको छ। कम्प्युटरसिपको लागि चाहिँ 10 पूर्णाङ्क हुन्छ र 15 मिनट टाइम हुन्छ प्र्याक्टिकलको लागि तपाईँको टाइपिङको लागि। त्यसै गरी व्यक्तिगत इन्टरभ्यू भनेको 30 पूर्णाङ्क हुन्छ र मौखिक ओरल हुन्छ भनेको इन्टरभ्यूको रहेको छ। अन्तिम चरण तपाईँको लिखितमा नाम निस्किसकेपछि र त्यसपछि तपाईँले यहाँनिर केही देख्न सक्नुहुन्छ फर्स्ट पेपरको लागि चाहिँ सामान्य तथा आइक्यू अथवा जिकेको लागि चाहिँ जिके मार्फत चाहिँ तपाईँहरूको 60 मार्क्सको क्वेसन आउँछ 30x2 ब्रह्माण्ड सम्बन्धीबाट आउँछ, भूगोलबाट आउँछ, विश्वको भूगोल, त्यसै गरी नेपालको भूगोल, विश्वको इतिहास, नेपालको इतिहास, त्यसै गरी देख्न सक्नुहुन्छ नेपालको सामाजिक तथा सांस्कृतिक अवस्थाबाट आउँछ। त्यसै गरी देख्न सक्नुहुन्छ नेपालको आर्थिक अवस्थाबाट आउँछ। त्यसै गरी देख्न सक्नुहुन्छ विज्ञान प्रविधि र स्वास्थ्य सम्बन्धीबाट आउँछ, पारिस्थितिक पद्धति र वातावरण सम्बन्धीबाट आउँछ, अन्तर्राष्ट्रिय सम्बन्धबाट आउँछ। यो तपाईँले हेर्न सक्नुहुन्छ सिलेबस डाउनलोड गरेर तपाईँले नि हेर्न सक्नुहुनेछ यो चाहिँ। त्यसै गरी यहाँनिर देख्न सक्नुहुन्छ आइक्यूमा रहेको छ शाब्दिक तार्किक परीक्षण भनेर देख्न सक्नुहुन्छ। यो चाहिँ आइक्यू भनेको 40 मार्क्सको हुन्छ। सामान्य बौद्धिक परीक्षण भन्छ यसलाई चाहिँ नेपालीमा, र इङ्ग्लिसमा तपाईँले आइक्यू भनेर नि बुझ्न सक्नुहुन्छ। 20वटा क्वेसन आउँछ 2 मार्क्सका दरले र 40 मार्क्सको हुन्छ। यसमा देख्न सक्नुहुन्छ बोधहरू, कोडिङ, डिकोडिङदेखि लिएर यहाँनिर सम्पूर्ण देख्न सक्नुहुन्छ मात्रात्मक सङ्ख्या तार्किक परीक्षण भनेर पनि देख्न सक्नुहुन्छ यो रहेको छ। त्यसै गरी यहाँनिर रहेको छ अशाब्दिक तार्किकमा रहेको छ अनुक्रम, समरूपता, एकरूपता, वर्गीकरण, तार्किक, चित्रात्मक भनेर देख्न सक्नुहुन्छ भेनचित्रहरू रहेको छ। र क्वेसन चाहिँ कुनबाट कति कति आउँछ भनेर चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ 1.1, 1.2, 1.3, 1.4 भनेर देख्न सक्नुहुन्छ। 2, 4, 6, 8 मार्क्स यसरी रहेको छ। र 1.1 भनेको यहाँ जस्तै 1.1 भनेको चाहिँ यहाँ रहेको छ जस्तै 1.1 ब्रह्माण्ड सम्बन्धीबाट चाहिँ कति मार्क्सको आउँछ भनेर चाहिँ यहाँनिर रहेको छ 1.1बाट एउटा मार्क्सको आउँछ। त्यसै गरी यहाँदेखि देख्न सक्नुहुन्छ 2.3 देखि 6वटा क्वेसन आउँछ। 2.3 देखि 6वटाको यो 2.3 देखि चाहिँ 6वटा क्वेसन आउँछ। यसरी तपाईँले हेरेर चाहिँ पढ्न सक्नुहुन्छ। र यही रहेको छ, यो इङ्ग्लिसबाट सिलेबस रहेको छ। र यो चाहिँ फर्स्ट पेपरको सिलेबस रहेको छ साथीहरू, तपाईँले देख्न सक्नुहुन्छ। र यहाँनिर टाइपिङको सम्बन्धी मार्क्सको बारेमा पनि जानकारी गराइएको छ। र यो चाहिँ फर्स्ट पेपरको सिलेबस भयो। र तपाईँले यो तरिकाबाट चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ यो चाहिँ फर्स्ट पेपरको सिलेबस भयो। सेकेन्ड पेपर रहेको छ। र सेकेन्ड पेपर अन्तर्गत चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ रिटर्नको सेकेन्ड पेपर, जसको अन्तर्गत चाहिँ यहाँनिर रहेको छ खुला अप्राविधिक तर्फको चाहिँ 5औं तह भनेर देख्न सक्नुहुन्छ र द्वितीय पत्र भनेर देख्न सक्नुहुन्छ समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापन भनेर देख्न सक्नुहुन्छ।
र यसमा चाहिँ तपाईँहरूले यहाँनिर खण्ड ए भनेर त्यो द्वितीय पत्र सेकेन्ड पेपरको चाहिँ पहिलो खण्ड चाहिँ 35 मार्क्सको हुन्छ। यहाँनिर देख्न सक्नुहुन्छ 5वटा प्रश्न चाहिँ 5 मार्क्सका दरले 25 मार्क्सको हुन्छ र एउटा चाहिँ लङ क्वेसन आउँछ 10 मार्क्सको र टोटल चाहिँ खण्ड एमा चाहिँ 35 मार्क्सको आउँछ। र यसमा चाहिँ के रहेको छ सिलेबस भन्दा चाहिँ नेपालको भौगोलिक सामाजिक र आर्थिक अवस्था भनेर देख्न सक्नुहुन्छ। यस अन्तर्गत चाहिँ भौगोलिक अवस्था, स्वरूप, किसिम र विशेषताहरू, राजनैतिक भूगोल, हावापानी र जल सम्पदा स्थिति र महत्त्व, वन सम्पदाहरू रहेको छ। त्यसै गरी नेपालको प्रचलित धर्म, जात-जाति, भाषा, संस्कृतिहरू रहेको छ। गण्डकी प्रदेश सम्बन्धी रहेको छ। गण्डकी प्रदेश सम्बन्धी धर्म, जात-जाति, भाषा, संस्कृतिको बारेमा जान्नुपर्ने हुन्छ। त्यसै गरी आर्थिक विकासका पक्षहरू रहेका छन्। गण्डकी प्रदेश सम्बन्धी पनि रहेको छ। त्यसै गरी आर्थिक विकासका सम्भावकहरू रहेका छन्। सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्रको बारेमा रहेको छ। त्यसै गरी योजनाबद्ध विकासक्रम गण्डकी प्रदेशको चालु अवधिक योजना सम्बन्धी रहेको छ। त्यसै गरी जनसङ्ख्या व्यवस्थापन, त्यसै गरी सहरीकरण, बसाइसराई रहेको छ। त्यसै गरी गण्डकी प्रदेशको सहरीकरण सम्बन्धी रहेको छ। त्यसै गरी वातावरण व्यवस्थापन, जैविक विविधता, वातावरण प्रदूषण, जलवायु परिवर्तन र दिगो विकास सम्बन्धी रहेको छ। त्यसै गरी तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ ज्वलन्त विषयहरू रहेको छ। गरिबी, बेरोजगारी, जनस्वास्थ्य, खाद्य सुरक्षा, सामाजिक सुरक्षा, ऊर्जा सङ्कट, सूचना प्रविधि र सामाजिक सञ्जाल सम्बन्धी रहेको छ। र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक गतिविधि भनेर चाहिँ यो रहेको छ। दोस्रो पेपरको पहिलो खण्डमा चाहिँ 35 मार्क्सका चाहिँ यो रहेको छ। नेपालको राजनीतिक, नेपालको भौगोलिक, सामाजिक र आर्थिक अवस्थामा चाहिँ यो रहेको छ। त्यसै गरी खण्ड बी पनि देख्न सक्नुहुन्छ। दोस्रो पेपरको गण्डकीको चाहिँ 5औँ तहको दोस्रो पेपर अन्तर्गत चाहिँ 35 मार्क्सको रहेको छ। र 5वटा क्वेसन चाहिँ 5 मार्क्सको दरले आउँछ 25 मार्क्सको, र एउटा क्वेसन चाहिँ 10 मार्क्सको आउँछ र 10 अङ्कको हुन्छ। र यसमा चाहिँ संविधान व्यवस्था र सरकार सम्बन्धी रहेको छ। तपाईँले चाहिँ यसमा चाहिँ नेपालको संविधान पढ्नुपर्ने हुन्छ। नेपालको संविधानको मूलभूत विशेषता, मौलिक हक, कर्तव्य, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वहरू, त्यसै गरी राज्यको संरचना, राज्य शक्तिको बाँडफाँड पढ्नुपर्ने हुन्छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका पढ्नुपर्ने हुन्छ। नेपालमा सङ्घीयता, केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारको बारेमा पढ्नुपर्ने हुन्छ। नागरिकको दायित्व, कर्तव्य, नागरिक समाज र नागरिक चेतना, शिक्षा सम्बन्धी पढ्नुपर्ने हुन्छ। कानुनको अर्थ र महत्त्व, कानुनका नजिर र स्रोतहरू रहेको छ। त्यसै गरी कानुनी राज्यको अवधारणा र महत्त्व रहेको छ। समावेशीकरण र समानुपातिक प्रतिनिधित्व रहेको छ। लोकतन्त्र र मानवाधिकार सम्बन्धी रहेको छ। सूचनाको हक र पारदर्शिता रहेको छ। विद्युतीय सुशासन रहेको छ। ई गभर्नेन्स, त्यसै गरी सदाचार, सुशासन, भ्रष्टाचार नियन्त्रण सम्बन्धी रहेको छ। त्यसै गरी रहेको छ निर्वाचन प्रणाली, निर्वाचन चक्र, मतदान। यी गरेर चाहिँ सेकेन्ड खण्डमा चाहिँ दोस्रो पेपरको सेकेन्ड खण्ड संविधानको खण्डमा चाहिँ तपाईँको 35 मार्क्सको यो सिलेबस रहेको छ। त्यसै गरी सी खण्ड भनेको चाहिँ 30 मार्क्सको आउँछ। 30 मार्क्समा चाहिँ 4वटा क्वेसन चाहिँ 5 मार्क्सको आउँछ 20 मार्क्स। त्यसै गरी एउटा क्वेसन 10 मार्क्सको आउँछ र टोटल गरेर 20 मार्क्सको हुन्छ खण्ड सीमा। र यसमा चाहिँ सार्वजनिक सेवा सञ्चालन एवं व्यवस्थापन सम्बन्धी रहेको छ। र यसमा चाहिँ साथीहरू सार्वजनिक सेवा सञ्चालन र व्यवस्थापनमा चाहिँ कार्यालय व्यवस्थापन रहेको छ, जस अन्तर्गत चाहिँ कार्यालय र कार्यालय व्यवस्थापनको अवधारणा र महत्त्व, अभिलेख व्यवस्थापन, त्यसै कार्यालय सञ्चारको महत्त्व, प्रकार र माध्यम, त्यसै गरी एमएएस कार्यालय व्यवस्थापन सूचना प्रणाली एमएएसको आवश्यकता र महत्त्व, त्यसै गरी लेखा प्रणाली र राजस्व प्रशासन रहेको छ 3.2 मा, जस अन्तर्गत चाहिँ सरकारी लेखा प्रणाली र लेखा परीक्षण सम्बन्धी जानकारी, सरकारको आर्थिक कार्य प्रणालीको जानकारी, जिन्सी श्रेष्ठ प्रणाली, राजस्व श्रेष्ठ प्रणाली र धरोती श्रेष्ठ प्रणाली बारे रहेको छ। त्यसै गरी अर्को रहेको छ राजस्व प्रशासन, कर, भन्सार, अन्तशुल्क, गण्डकी प्रदेशको राजस्व सम्बन्धी रहेको छ। सरकारी बजेट सम्बन्धी जानकारी रहेको छ। त्यसै गरी निजामती सेवाको बारेमा रहेको छ। त्यसै गरी नेपालको निजामती सेवाको गठन, पदपूर्ति, तरिका, प्रक्रिया सम्बन्धी रहेको छ। आचरणहरू रहेको छ। सम्पूर्ण निजामती सेवाको बारेमा रहेको छ। निजामती सेवामा जनशक्ति योजना, विकास र व्यवस्थापन सम्बन्धी रहेको छ। प्रदेश र स्थानीय सेवा रहेको छ। सार्वजनिक सेवा प्रवाह रहेको छ। सार्वजनिक सेवा प्रवाहको अर्थ र महत्त्व, सार्वजनिक सेवा प्रवाह गर्ने निकाय, तरिका र माध्यमहरू, त्यसै गरी सार्वजनिक सेवा प्रवाहमा सेवा प्रदायकको भूमिका, सेवाग्राहीको अधिकार तथा दायित्वको बारेमा रहेको छ। गण्डकी प्रदेशमा सार्वजनिक सेवा प्रवाह गर्ने मुख्य निकाय, तरिका, माध्यम र दायित्वहरू रहेको छ। यो रहेको छ तपाईँहरूको चाहिँ सेकेन्ड पेपरको सिलेबस रहेको छ गण्डकीको 5औँको र 2080 साल 7 महिना 3 गते चाहिँ यो पाठ्यक्रम लागू भएको हो। त्यसै गरी साथीहरू यो चाहिँ गण्डकीको थर्ड पेपरको रहेको छ 5औँ तहको अपराविधिक सम्बन्धी देख्न सक्नुहुन्छ। थर्ड पेपरको चाहिँ यो चाहिँ रहेको छ सेवा समूह सम्बन्धी रहेको छ। र खण्ड ए चाहिँ 35 मार्क्सको आउँछ। 5वटा प्रश्न 5 मार्क्सको दरले 25 मार्क्सको, र एउटा प्रश्न चाहिँ 10 मार्क्सको आउँछ र टोटल 35 मार्क्सको हुन्छ। र यसमा रहेको छ कार्यालय सञ्चालन, सङ्गठन र व्यवहार भनेर देख्न सक्नुहुन्छ। दर्ता, चलानी, फाइलिङ, पत्र व्यवहार भनेर रहेको छ 1.1 मा। त्यसै गरी 1.2 मा टिप्पणी, प्रस्ताव, प्रतिवेदन लेखन, जनसम्पर्क व्यवस्थापन, सेवाग्राही गुनासो
गुनासो व्यवस्थापन, बैठक व्यवस्थापन, निर्णय माइनुट लेखन, गोष्ठी कार्यशाला र सेमिनार व्यवस्थापन, अभिलेख व्यवस्थापन, वार्षिक प्रगति सम्बन्धी व्यवस्थापन, जिन्सी श्रेष्ठता र परिचय र महत्त्व, माग फारम, खरिद आदेश, दाखिला रिपोर्ट र जिन्सी खाता सम्बन्धी जानकारी रहेको छ। कार्य विवरण र अभिलेख प्रत्यायोजन रहेको छ। त्यसै गरी रहेको छ कार्यालय निरीक्षण र अनुगमन, प्रशासकीय काम भर्चेर सम्बन्धी व्यवस्था रहेको छ। सङ्गठनात्मक मान्यता र मर्यादा भन्ने रहेको छ। यो चाहिँ तेस्रो पेपरको खण्ड एमा रहेको छ। 35 मार्क्सको यति सिलेबस रहेको छ। त्यसै गरी खण्ड बीमा रहेको छ, 35 मार्क्सकै रहेको छ, जसमा 5वटा क्वेसन चाहिँ 5 मार्क्सको दरले 25 मार्क्सको र एउटा क्वेसन चाहिँ 10 मार्क्सको दरले 10 गरेर चाहिँ 25 + 10 गरेर 35 मार्क्सको आउँछ चाहिँ खण्ड बीमा। यसमा रहेको छ प्रशासन तथा व्यवस्थापन सम्बन्धी रहेको छ। सार्वजनिक प्रशासनको परिचय, उद्देश्य, कार्यहरू, सार्वजनिक प्रशासन र विकास सम्बन्धी रहेको छ। विकास प्रशासन, निजामती कर्मचारीको नियुक्ति, काजसौर बढुवा विधा सम्बन्धी रहेको छ। सङ्गठनको परिचय सम्बन्धी रहेको छ। त्यसै गरी यहाँनिर देख्न सक्नुहुन्छ आएका सङ्गठनको परिचय भनेर देख्न सक्नुहुन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रहेको छ। महालेखा परीक्षकको कार्यालयको रहेको छ। लोकसेवा आयोगको रहेको छ। गण्डकी प्रदेश लोकसेवा आयोगको बारेमा रहेको छ। निर्वाचन आयोगको बारेमा रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, त्यसै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेशको बारेमा, त्यसै गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सभा सचिवालय गण्डकी प्रदेशको बारेमा पनि रहेको। त्यसै गरी रहेको छ व्यवस्थापनको परिचय, अवधारणा, उद्देश्य, क्षेत्र र कार्यहरू रहेको छ। नेतृत्व, निर्णय, उत्प्रेरणा र मनोबल सम्बन्धी रहेको छ। नियन्त्रण र समन्वयको आवश्यकता र महत्त्व रहेको छ। समूह गतिशीलता, त्यसरी सङ्गठनात्मक परिवर्तन र विकास, समय व्यवस्थापनको महत्त्व रहेको छ। यो चाहिँ खण्ड बीमा र खण्ड सीमा रहेको छ। 30 मार्क्सको आउँछ। 4वटा प्रश्न 5 मार्क्सको दरले 20 मार्क्सको र एउटा प्रश्न चाहिँ 10 मार्क्सको गरेर टोटल 30 मार्क्सको हुन्छ। र यसमा रहेको छ सार्वजनिक सेवा व्यवस्थापन सम्बन्धी कानुनी व्यवस्था रहेको छ। नेपाल सरकारको कार्य विभाजन नियमावली, प्रदेश सरकार कार्य विभाजन नियमावली गण्डकी प्रदेशको, त्यसै गरी स्थानीय सरकार सम्बन्धी कानुनी व्यवस्था, स्थानीय प्रशासन ऐन 2028, सुशासन ऐन 2064 र गण्डकी प्रदेश सुशासन ऐन 2076, त्यसै गरी सार्वजनिक खरिद र यस सम्बन्धी कानुनी व्यवस्था, सूचनाको हक र यस सम्बन्धी कानुनी व्यवस्था, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व र यस सम्बन्धी कानुनी व्यवस्था रहेको छ। त्यसै गरी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन र यस सम्बन्धी कानुनी व्यवस्था रहेको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी रहेको छ। गण्डकी प्रदेश सभा सम्बन्धी नियमावलीको बारेमा रहेको छ। यसरी नै रहेको छ, देख्न सक्नुहुन्छ। यो चाहिँ रहेको छ। त्यसै गरी यहाँनिर रहेको छ अर्को अप्राविधिक तर्फको सेवा समूहतर्फ द्वितीय प्रकार, यो चाहिँ आर्थिक सम्बन्धी रहेको छ। आर्थिक प्रशासन सम्बन्धीको नै हेर्न सक्नुहुन्छ तपाईँहरूले। यहाँनिर बजेटको अनुगमन स्वीकृति सम्बन्धी रहेको छ। LMBIS PLMBIS को बारेमा रहेको छ। खर्च लेखाङ्कनको बारेमा रहेको छ। सार्वजनिक क्षेत्र लेखाङ्कन, खाता सूचीहरूको रहेको छ। यो चाहिँ रहेको छ, देख्न सक्नुहुन्छ। यो चाहिँ राजस्व सम्बन्धीको सिलेबस रहेको छ 5औं तहको र खाता सूची रहेको छ। दोहोरो लेखा, प्रोतभावी लेखा, लेखा फारम भनेर देख्न सक्नुहुन्छ। त्यसै गरी खण्ड बीमा रहेको छ। खण्ड बीमा रहेको छ। सार्वजनिक खरिद सम्बन्धी रहेको छ। सार्वजनिक खरिद सम्झौता खरिदको बारेमा सम्पूर्ण रहेको छ। सार्वजनिक खरिदको बारेमा हेर्न सक्नुहुन्छ। त्यसै गरी 3 नम्बरमा रहेको छ जिन्सी व्यवस्थापन सम्बन्धी रहेको छ। लिलाम बिक्री, वैदेशिक सहायता, PAMS पाम्सको बारेमा रहेको छ। त्यसै गरी राजस्व र धरोहर श्रेष्ठ प्रणालीको बारेमा रहेको छ। यिनीहरू सिलेबस हेर्न सक्नुहुन्छ। त्यसै गरी खण्ड सीमा रहेको छ। लेखा परीक्षण प्रणालीको बारेमा रहेको छ र यो तपाईँहरूले हेर्न नि सक्नुहुन्छ। त्यसै गरी यहाँनिर रहेको छ लेखा र लेखा परीक्षण सम्बन्धीको कानुनी व्यवस्थाको बारेमा पनि रहेको छ र यसरी हेर्न सक्नुहुन्छ साथीहरू। त्यसै गरी यहाँनिर रहेको छ अप्राविधिकतर्फ अर्को सिलेबस रहेको छ। यो चाहिँ न्याय सम्बन्धी रहेको छ, देख्न सक्नुहुन्छ। अर्थ यहाँनिर नि हेर्न सक्नुहुन्छ। यी सम्पूर्ण सिलेबसहरू चाहिँ तपाईँहरूले भिडियो पज गरेर पनि हेर्न सक्नुहुन्छ। यो चाहिँ न्याय सम्बन्धीको सिलेबस रहेको छ, हेर्न सक्नुहुन्छ। राजस्व भन्सारको सम्बन्धी बारेमा र यसरी तपाईँहरूले चाहिँ सम्पूर्ण सिलेबसहरू चाहिँ गण्डकी प्रदेश 5औं तहको सिलेबसको बारेमा जानकारी गराइसकेको छु साथीहरू। आजको भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। धन्यवाद।